अनि यहाँ चाहिँ म तपाईँहरूलाई के चाहिँ भन्न चाहन्छु भन्दाखेरि यहाँनिर चाहिँ तुम्बे डाँडामा चाहिँ एउटा के समस्या देखियो भने कस्तो छ भने यहाँनिर यसरी फोहोरहरू फालेको छ क्या एकदम तरिकाले होइन यो धार्मिक स्थल हो फोहोरहरू फाल्नु नहुने हो होइन अब यता तल तल पनि फोहोरहरू फालेको छ विभिन्न खोरहरू अनि यहाँ चाहिँ म तपाईँहरूलाई के चाहिँ भन्न चाहन्छु भन्दाखेरि तुम्बेको समितिले तुम्बेको यो जसले हेर्नुहुन्छ उहाँ समितिहरूले चाहिँ यहाँ एउटा डस्टबिन राखिदिनु भएको छ यहाँनिर ठुलो खालको होइन धमिलो आँखा देख्नेले नि देख्छ नि होइन झन् ठुलो खाले डस्टबिन राखिदिनु भएको छ त्यहाँनिर चाहिँ के गर्नुहोस् भने तपाईँले जस्तै खानुहुन्छ घुम्न आउँदा जस्तै यहाँ देखिएको यस्तो प्लास्टिकहरू छ त्यो प्लास्टिकहरू अनि यस्तो बोतलहरूलाई चाहिँ यहाँ हालेर चाहिँ के गर्नु भने तपाईँहरूले सरसफाइमा सहयोग गर्नुपर्ने हुन्छ क्या किनभने हामी नेपालीहरूले चाहिँ जताभावी त्यता फाल्ने बानी गऱ्यो भने त नेपालीको इज्जत कहाँ हुन्छ त अनि जताभावी त्यता फोहोर फाल्नु हुँदैन हामी नेपाली भनेकै सफामा गनिएको हो कि होइन त भन्नुहोस् त